नमस्ते, मेरो नाम आदित्य सिंह उफ वकिल कुमार महतो। मेरो घर चाहिँ मिथिला नगरपालिका वार्ड नम्बर 5 जिल्ला धनुषा। आजको खास गरी हामीहरूले पहिरनको परिदृश्य गर्न खोजेको मुख्य उद्देश्य चाहिँ कि हामीले आफ्नो पुर्खाको वस्त्रहरू पहिरनहरू बिर्सेर गइरहेछौँ। हामी बाहिरको वस्त्रहरू निर्धारण गरिरहेछौँ र यसलाई जोगाउनु पर्छ। हामीले आफ्नो पुर्खाको वस्त्रलाई जोगाउनु पर्छ भन्ने एउटै उद्देश्य हो र यो नयाँ युवाहरूले ठ्याक्कै लाउन मानिरहेको छैन। नमान्नुको कारण कतै न कतै यो छ कि हाम्रो गार्जियनले समयमा सायद त्यसको महत्त्व भनेर हो कि अब वर्षमा एकचोटि हामी आफ्नो बच्चाहरूलाई पनि धोती कुर्ता लाउन आदेश दिएको भए खास आज यो दृश्य आउने थिएन। किनभने कतिपय पहिले यो पनि भन्छ कि धोती कुर्ता लाउने मान्छे अनपढ गवार नै हो, तर यो कदापि गलत हो। र यो सबैजना भेला हुनुको एउटै उद्देश्य यो पनि हो कि हामीले विश्व स्तरमा हाम्रो पनि केही पहिचान छ। धोती कुर्ता हाम्रो तराईको, हाम्रो मधेसीको पनि पहिचान हो। यसलाई विश्व लेभलमा पुर्याउन सकौँ भन्ने यो उद्देश्य हो। धन्यवाद।